गुड मर्निङ गाइस, शुभ दिन शुभ बिहानी पालपालीमा शुभ छ। मोडेराम शान्तिश्वर नजिक पुरानो सडक पहिलाको नगरपालिका जाने बाटो छ, बाटैमा है गाइस। ल त्यहाँ चाहिँ पाउनुहुन्छ आज यो खसी होइन दाइ? अब त्यहाँ बोका खसी नै बोका बोका है, गेडा देखेर नि मैले खसी भने यार। त्यहाँ पाउनुहुन्छ बोका एकदम स्पेस है। त्यहाँको यही बोका त्यहाँ जाँदैछ। 7 बजे तयारको लागि 7 बजे जान्छ। 7 बजे गएर च्याममा चाहिँ कुन पार्ट चाहिने हो हजुर दाइलाई ठ्याक्क भन्ने हो। त्यहाँ यही बोका हो। लेट नगर्नु होला। लेट नगर्नु होला। आज पानी पनि आइरहेछ फेरि। आज हाम्रो भाइले यो बोकाको गेडो के गरौँ भनेको होला। बोका गेडो काट्ने हो त आज। काट्ने त्यहाँबाट काटेर त दुई चिरा बनाउने हो। बनाइदिइहालौँ। बनाइदिइहाल्ने। किन आज भाइले यस्तो यो भएन यो। चट ओहो हो ल ल ल यस्तो ल के हो यो अब यो त अब हेर्दै अहिले भर्खरै पोलेर खाउँ जस्तो भइसक्यो दाइ होइन? पोल्ने हो त है, हामीसँग त रेडी पनि छ यहीँ। पोल्ने पोलौ पोल्ने हो पोलौ, तर म भेज हो। यसो काम लागेन। ल ठिक छ ल। किन आएर यो चाहिँ अब अर्ग्यानिक वाला भएर अर्ग्यानिक चिरेप्प भएर हो कि यो खासमा। ल चट गेडा भाइ आयो। ल ठिक छ नि गेडा चिज तरिका। ठिक छ देखाउनु मलाई। यो ट्याक्क चिरियो। अब यसलाई कसरी खाने त बाहिर पोलेर चाट्टा आउनुहोस् ल। ल के हो बोसो छैन यसको हाँसो त होइन? दाइ त बिर्सिनु भएछ त, गेडा काटेपछि चाहिँ नि छोड्ने बानी लाग्यो। बुढाले यता हानिसक्नु भएछ फेरि। सरी मिस्टेक है। मिस्टेक हो गयो ल। अब यहाँ अर्को मिस्टेक भयो। ओ यो हल्का बोसो काट्यो। बोसो काटेर के हो भुँडी छर्ने नै भएन क्या। बोसो नि काट्यो नि त्यहाँ काट्न त। अनि अब यस्तो 5 मिनटमा बनाइदिन्छु भन्ने अनि मिस्टेक गर्ने। फास्टमा त म बनाउँछु र क्या। खसीको कालीगारे हो म। खसीको काटो कालीगारे हो है। तर हाम्रो सफा चाहिँ बगाल हुन्छ क्या, अरू जस्तो हुँदैन क्या। पानी हालिस् 3 किलो त पानी छ भन्ने छ। अब के गर्ने, पानी अब नहालिकन कसरी सफा हुन्छ भन्ने। गई सिराइदिन्छु कि मैले दिन्छु। रातै रानी क्या त होइन? अब भुँडीतिरको काम सक्यो होइन त निकालेपछि। अब यसलाई ट्याक्कै यहाँबाट छिनाल्नुहुन्छ अनि तपाईँको त्यो नली निकाल्न पऱ्यो। त मैले पनि जानिसकेँ त यहाँ डेली यहाँ हेर्दै भोलि चाहिँ म काट्छु एउटा है। ल भोलि एउटा सिँगी म हान्छु। देख्नलाई एकदम इजी हुन्छ है, गर्नलाई एकदम सजिलो इजी नै छ। यो के छ, झ्यामझ्याम हानी त नि। भन्नुलाई झ्याम हो इजी। कहिले ढाडेर अझैको ढाड्के। ल तपाईँको अब चाहिँ एउटा पार्ट सक्यो। हामी ह्याकुलो र यो फिलातिरको पार्टलाई अर्को देखाउँछौँ।